देउरालीमा बता चलु देउरालीमा बता चलु बता चलु बता बाबु खाना खान आइज कति सुतेको देउरालीमा बता चलु देउरालीमा बता चलु बता चलु बता चलु। काठमाडौँ सहर एउटा यस्तो ठाउँ जहाँ तपाईँलाई आफ्नो सपना पुरा गर्नको लागि आफ्नो घर छोडेर नआइ हुँदैन। यो सहरको हरेक घरको कोठाहरूमा लाखौँ सपनाहरू लुकेका छन् अनि यो सपना पुरा गर्नको लागि सबैले अनगिनत मुस्किलहरूको सामना गर्न परेको छ। मेरो कहानी पनि त्यस्तै छ। न त मलाई बस्ने समय छ न त घर जस्तो खाना पकाएर खाने समय। अभिषेक के गर्दैछौ? खाना खायौ? ओहो सुजित, छैन नि खाना खाएको, करेन्ट खाइरा। जहिले करेन्ट खाएर हुन्छ मुला। ल मैले तिमीलाई लन्च बक्स ल्याइदिएको छु। के हो यो सुजित? यो हो घरको स्वाद लन्च बक्स। आमाको हातको जस्तै स्वाद भएको, जुन सस्तो पनि छ र मिठो पनि। अबदेखि घरको स्वाद लन्च बक्स खाने गर। घरको स्वाद लन्च बक्स, मिठो र आमाको जस्तो स्वाद भएको। बता चलु बता चलु बता चलु बता चलु देउरालीमा बता चलु देउरालीमा बता चलु बता